नमस्कार, ब्लेजको वेबसाइटमा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी रिपोर्ट मेन्युको बारेमा डिटेलमा बुझ्नेछौँ। सो रिपोर्ट मेन्युभित्र चारवटा अप्सन्सहरू छन्, जसमध्ये सुरुमा छ ट्रेड बुक। सो ट्रेड बुकमा क्लिक गर्यौँ भने ट्रेड बुक खुल्छ। तपाईले अहिलेसम्म जति पनि ट्रेडहरू गर्नुभएको छ त्यो सबै डिटेल्सहरू यो ट्रेड बुक भन्ने पेजमा देखिन्छ। अब आज खाली किन देखिरहेछौँ भने आजको ट्रेडिङ आवरमा हामीले केही पनि ट्रेड गरेका छैनौँ। यदि गरेको भए यहाँ देखिन्थ्यो डिटेल्सहरू। तर पछिल्लो दिनमा ट्रेडिङ गरेको रिपोर्ट हेर्नुपर्ने छ भने यहाँ डेट रेन्ज छानी हेर्न सक्नुहुन्छ। अनि त्यो डिटेललाई एक्सपोर्ट गरी डाउनलोड गर्नुपर्ने छ भने यहाँ बटनमा क्लिक गर्नुभयो भने एक्सपोर्ट गरी डाउनलोड गर्न सक्नुहुन्छ। त्यसैगरी रिपोर्ट मेन्युभित्र दोस्रो अप्सन रहेको छ अर्डर बुक। यसको बारेमा हामीले पहिला पनि चर्चा गरिसकेका छौँ अघिल्लो भिडियोमा, फेरि पनि एकचोटि बुझिहालौँ। अर्डर बुकभित्र आजको ट्रेडिङ आवरमा हामीले जति पनि स्क्रिप्ट्सहरूको बाइ सेल अर्डर प्लेस गर्छौँ त्यसमध्ये ओपन र पार्सियली ट्रेडेड स्क्रिप्ट्सहरूको डिटेल यहाँ देखिन्छ। त्यसैगरी यहाँ पनि डेट रेन्ज छानी पछिल्लो दिनको अर्डर बुकको डिटेल्सहरू हेर्न सक्नुहुन्छ र त्यसलाई एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ यहाँ यो बटनमा क्लिक गरेर। त्यसैगरी रिपोर्टभित्र तेस्रो अप्सन रहेको छ होल्डिङ रिपोर्ट। सो होल्डिङ रिपोर्टमा तपाईँले क्लिक गर्नुभयो भने तपाईँको पोर्टफोलियोमा भएको स्क्रिप्ट्सहरूको सबै डिटेल्सहरू यहाँ देख्न सक्नुहुन्छ र बी र एसमा क्लिक गरेर बाइ र सेल गर्न सक्नुहुन्छ। त्यसैगरी यहाँ तपाईँले डे प्रॉफिट एन्ड लस देख्न सक्नुहुन्छ। टोटल होल्डिङ भनेको कतिवटा स्क्रिप्ट छ तपाईँसँग, सो 3वटा छ, सो यहाँ 3 छ। अनि टोटल नम्बर अफ स्क्रिप्ट 12, किनकि 8 किता CIT छ, 2 किता ILI छ अनि 2 किता SNLI छ। सो यो सबै किताहरूलाई जोड्यो भने 12 किता नै पुग्छ। यो डिटेललाई पनि एक्सपोर्ट गर्नु पर्यो भने यहाँ हामी क्लिक गरेर एक्सपोर्ट गर्न सक्छौँ। त्यसपछि हामीसँग लास्ट एउटा अप्सन छ नेट पोजिसन। यो चाहिँ एउटा नयाँ कुरा हो। यो नेट पोजिसन भन्ने मेन्युमा के छ भन्दाखेरि तपाईले आजको दिनमा जति पनि ट्रेडिङ गर्नुभयो, मानौ तपाईले केही अमाउन्टको बाइ गर्नुभयो, केही अमाउन्टको सेल गर्नुभयो, सो यो दुईटैको डिफरेन्स क्याल्कुलेट गरेर तपाईले ब्रोकरलाई कति पैसा बुझाउनु पर्ने छ अथवा तपाईले ब्रोकरसँग कति पैसा लिनुपर्ने छ भन्ने कुरा चाहिँ यो नेट पोजिसन भन्ने पेजमा तपाईले देखाउँछ र त्यो डिटेललाई पनि तपाईँ यहाँ क्लिक गरेर एक्सपोर्ट गर्न सक्नुहुन्छ। सो यस भिडियोमा हामीले रिपोर्ट मेन्युको बारेमा सबै कुराहरू बुझिसक्यौँ। धन्यवाद।